नमस्ते। नमस्ते। तपाईको नाम? दीपक साई। हजुर कताबाट हो? म चाहिँ कालीकोटबाट। तपाई पशुपतिनाथ आइराख्नुहुन्छ? समटाइम्स पूजा आजाको लागि या आरती हेर्नको लागि? आरती हेर्न अनि घुम्न भनौँ न। पिसफुल इन्भाइरोमेन्ट लाग्छ तपाईलाई? एकदमै ब्युटिफुल प्लेस, ब्युटिफुल इन्भाइरोमेन्ट एन्ड हजुरको कास्ट के भन्नुभयो? म चाहिँ ठकुरी। ठकुरी हो। तपाईले आफ्नो कास्टको बारेमा चाहिँ सबसे मन पर्ने कुरा के हो? मनपर्ने कुरा चाहिँ हाम्रो कल्चर, हाम्रो संस्कार, रीतिरिवाज, चालचलन त्यो मनपर्छ। मनपर्छ। आफ्नो कल्चरको या फिर आफ्नो कास्टको कुनै मेन फुड्सहरू केही हुन्छ कि? फुड्सहरू हाम्रो जस्तो कुनै फेस्टिभल अनुसार फरक फरक हुन्छ। दसैँ तिहारमा चाहिँ खसीहरू हुने गयो भनेपछि माघे तिहारमा सेलरोटी त्यस्तो त्यो टाइपको। फेभरेट चाहिँ के हो? फेभरेट चाहिँ सेलरोटी, माघे तिहार भनौँ न। तपाईको कास्टको कल्चरको ड्रेस कस्तो हुन्छ? ड्रेस चाहिँ हाम्रो ढाका टोपी, दौरा सुरुवाल हाम्रो चाहिँ हुने भयो। केटीहरूको चाहिँ गुनी चोली एकदमै। आफ्नो कल्चर ट्रेडिसनको कुनै गीतहरू तपाईलाई थाहा छ कि? थाहा छ। एकचोटि गाइदिनु न अलिकति। हिमाल हिउँ पढी गयो काछै डाँफ्या चरी बसी गयो कलीको माया नछुटिन्या गरी हिमाल हिउँ पढी गयो काछै डाँफ्या चरी बसी गयो कलीको माया नछुटिन्या गरी। हस् धन्यवाद। थ्याङ्क यू। यो गीत चाहिँ मलाई नि आउँछ है।